हेलो कहाँ हो भैया तुम? डेस्टिनेसन हाम्रो लामो छ एकैचोटि भिडियोमा देखिन्छ चोला प्याकिङ गरेर कता हो हामी यसरी हिँड्ने? यसरी हिँड्नु भएन नि। बिहान कति बजी हामी हिँड्दैछौँ 4:28 हाम्रो शुभारम्भ भइसक्यो। यस्तो झिसमिसेमा हामी हिँडिरहेको छौँ। यता म पनि छु। हेलो गाइज, गुड मर्निङ। स्वागत छ सबैलाई हाम्रो भ्लगमा। हामी चाहिँ बिहानै धेरै टाढाको यात्रा हिँड्दैछौँ। जाँदैछौँ बाटोमा मङ्गलापुर चोकसम्म। हामी बिचमा अपडेट दिँदै गर्छौँ। हेलो, कहाँ हो हामी? हेलो हामी अहिले बुटोल ट्राफिक छ। हाम्रो यात्रा सुरु भइरहेको। जुस, चिप्स के खाना? खालि अन्डा चना। हामी त पाल्पा आयौँ। होटलमै नराखेर कहाँ आयौँ हामी? हामी अहिले वालिङ आयौँ। वालिङ गोल्याङ होइन र? गोल्याङ झुट बोलता है हमारा पति। गोल्याङ के छ नास्ता दिदी? के मोरो भइसकेको छ। पुरो भइहाल्छ त लगाएपछि। हामीले नास्ता खाना गोल्याङ हो कि गल्याङ भन्ने ठाउँमा बसिरह। तर पहिला आउँदा चाहिँ त्यो यहाँ हामी त सिधै उहाँ के अरे कहाँ घर बस्थ्यौँ? सिधै कहाँ रोक्थ्यो अरे? माथि नै रोक्थ्यो त्यो घाट चाहिँ के घाट गरे? उता रोक्थ्यो के? हजुर माथि रोक्थ्यो रामदी नास्ता खान्थेँ। मैले चाहिँ यो के अरे गोल्याङ भन्ने ठाउँमा चाहिँ खाँदाको छन्। यो नास्ताहरू के नास्ता जस्तो? यसलाई कति ग्रेड दिने हामीले? वान पनि नै। हामी चाहिँ फाइनली पोखरा आयौँ। हेलो पोखरा। हेलो 3-4 चोटि पोखरा एकै वर्षमा। 3 चोटि पोखरा नै 2 चोटि पोखरा। अझ यहाँबाट चाहिँ हामी अगाडितर्फ लाग्छौँ। कहाँ यो बेबी? हामी लुम्लेमा चिसो छ। चिल। हामी लुम्ले आयौँ। तर गाडीले चाहिँ आज लास्ट दुःख दियो। बाप्रे, यति 16 मौसममा त हामी आइएन। फर्स्ट टाइम आउँदा पनि यति 16 मौसममा आइएन। अब हाम्रो यहाँबाट 1 घन्टामा पुग्छौँ। त्यसपछि हाम्रो ट्र्याक स्टार्ट हुन्छ। यहाँको बिउ हामी चाहिँ यहाँ खाजा त खाएको, भात खान रोकिरहेको छ हामीले। अहिले हालत खराब भएछ। यस्तो हालतले नि आउने। यस्तो राम्रो हाम्रो खाना आयो। दाल, सब्जी, त्यो खाना खाँदैछौँ हामी चाहिँ लुम्दे आएर। के भन्नुहुन्छ? चाचा खाना खाएर चाहिँ अब हामी एकछिनमा हिँडिहाल्छौँ। हामी आयो नयाँ पुल आयो हामी। नयाँ पुल खोइ ब्याग झार्दै। अहिले चाहिँ यहाँबाट चाहिँ धान्द्रोको लागि मात्र पाइयो, पुनिलको लागि चाहिँ पाइएन। त्यही भएर सोचिरहेको छ बुढा र बुढीको ट्रेकिङ सुरु भयो यहाँदेखि। यो चाहिँ नयाँ पुल कता हो थाहा छैन हामीलाई। सोध्दै जानेवाला छौँ हामी। ओ हेलो ह्यान्डसम, कता हो हामी? यसरी हिँड्दै गन्तव्य धेरै टाढा छ। सायद भ्याकेसन यतै सकिन्छ जस्तो छ।
चल्दिएको हामी हामी चल्दिएको ल उता नि ल हामी जाँदैछौँ है गाइजहरू हाम्रो ट्रेकिङ जुत्ताहरू पनि बब्बाल छ यस्तो जुत्ता यस्तो भिडियो गरौँ नयाँ पुल तारालाई फोन गर्छु यो नयाँ पुल ऊ त्यहाँ लेखेको छ नयाँ पुल यहाँबाट चाहिँ नयाँ पुल स्टार्ट बिरे ठाटी आ गए हम है खोला हामी चाहिँ यो के अरे नाम के बिर्सिन्छ बिरे ठाटीबाट अब लाग्यो हामी जहाँ बसिन्छ जहाँ पुगिन्छ त्यही बास बस्ने गर्नुपर्छ क्या हाम्रो ट्रेकिङ यहाँदेखि घोडे पानी सुरु हुन लाग्यो यहाँ छ घोडे पानी अनि गाडीमा जाने भन्नुहुन्छ के यहाँबाट हिँड्दै हिँड्दै गएपछि त घोडे पानी त हामी त हिउँ पुगिन्छ हिउँ यो पो रमाइलो ट्रेकिङ यस्तो हतार हतारमा नि यस्तो जुत्ता लगाएर ट्रेकिङ चाहिँ नआउनु भने हाम्रो सब्सक्राइबरलाई सब्सक्राइबर एकदम केयरफुल्ली आउनु होला ट्रेकिङ जानु छ भने चाहिँ यसरी आउनु होला एकदम नै भने चाहिँ नमस्ते के यति बाटो हो र जाने यहाँ छ अलिक आँखा पनि लाउनुपर्छ भन्ने कुरा सही रहेछ झोलङ्गे पुलतिर जान्थ्यौँ कता हाम्रो यहाँ हामी चाहिँ जहाँ राति पर्छ त्यही पुग्छौँ त्यही बस्छ भने भोलि चाहिँ जान्छौँ हामी ट्रेकिङको लागि देखो गाइस देखो देखो चिसो चिसो पानी हामी चाहिँ आमाले लिफ्टदिएर चाहिँ जाँदैछौँ हिँड्दा हिँड्दै नसकेर भन्न बिचरा पसिना आएर सकिँदो रहेन चाहिँ हिँड्न चाहिँ हामी अब गाडीदेखि सँगसँगै जाने रे उहाँहरू पनि पुनिल जानु माथि के त तपाईँहरूको गाउँ जाने बाटो छ नि के हो यहाँ आयौँ हामी चाहिँ गाडी भिडियो कठिन छ कठिन बाटो पनि कठिन पार्किङ चिसो चिसो है कहाँ हो हामी यो गाडीमा आयौँ धन्न 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 कस्तो राम्रो लाली गुरस देख्दैन कि तर उस भइसकेछ सुकिसकेछ के लाली गुरस चाहिँ झर्ना सानो झर्ना हेर्नु गाइजहरू हामी जब यहाँबाट चाहिँ पैदल यात्रा गर्दैछौँ फाइनली हामी चाहिँ घोरे पानी होइन र यहाँ घोरे पानी अझै आएन भन हामी के लाग्छ घोरे पानी कटिसक्यो अघि नै जमानामा के अरे हाम्रो उल्लेरी कटेर माथि आइसक्यो उल्लेरी कटेर नै माथि आइसक्यो अब हामी माथि चाहिँ बासा बस्छौँ अनि भोलि चाहिँ हामी माथिको भ्यू हेर्न जान्छौँ हामी चाहिँ खास आएको चाहिँ कहाँ हो भन्दाखेरिमा पुनहिल देखो गाइस देखो देखिए यो नजारा हाम्रो यात्रा सुरु भएको छ ठ्याक्क लाएर ठ्याक्क दाइहरूलाई पनि क्याप्चर गरेको लगमा दाइहरू पनि हुनुहुन्छ हामीलाई धेरै हेल्प गर्नुभएको छ उहाँ उता दिदी पनि हुनुहुन्छ अगाडि जानुभयो आमा पनि हुनुहुन्छ यो गाडी चाहिँ हामीले यही राख्ने भयो कि हामी अब हिँड्दै हिँड्दै जान्छौँ 3.5 किलोमिटर घोरे पानीको यात्रा हाम्रो सुरु भएको छ साथीहरू बाटो चाहिँ यस्तो चिप्लो छ है वाइट जुत्ता त जस्तै हुने भयो त पर्ने थियो कि हामीले किन्दैन आइसले मार्ने भयो हामी चाहिँ कति धेरै भयो लास्टमा चाहिँ हिँड्दै जाने गाह्रो हुँदैछ गाह्रो कस्तो भएर पनि हिँडेनौँ कि हाम्रो
अहिले पुनिलको लागि बेलुकाको 6:04 सन्डे। भए सजिलो यस्तोमा बान न उसमा अड्काउ न उदेशमा तिमीले यही खोजेको है। आशिष आशिष म गाइड यहाँ 3टा गेस्टहरू 3जना कहाँबाट आउनुभयो इन्डोनेसिया नेपालीमा सोध्दैछ हाम्रो पुनिलको यात्रा हाम्रो पुनिल जाँदैछौँ। अहिले चाहिँ मौसम यस्तो छ सर बादलहरू माथि अँधेरो अँधेरो हुन लागिसक्यो बेलुका भइसक्यो। हामी बिहानको 5:15 हिँडेको बुटोलबाट अहिले गोरेपानी 7:06 बाँकी छ। गोरेपानी आइयो एक दिनमा वहाँदेखि यहाँसम्म न्यु इयरको लागि स्टे ट्विन गर्दाखेरि स्टे ट्युन। अरू चाहिँ अपडेट गर्दै गर्छु ल। ओके हामी चाहिँ घोरेपानी पुनि लाउन लाग्यो। अब धेरै छैन सफर भइरहेछ हाम्रो एकदम। अब 20 मिनट मात्र। लालाजी पुनिल यहाँ अगाडि यो चाहिँ घोरेपानी बल्ल आइयो। के हेर्नु त सर्टकट बाटो आइयो। कहाँ आयो मामी? हामी अहिले गोरेपानी आइपुग्यौँ। घोरेपानी अब यहाँको यहाँ माथिदेखि चाहिँ के अरे पुनिल जाने हो। तर हामी पहिला लज नम्बर माथि होटल बुक गर्दैछौँ। हाई गाइज हामी अझै पनि हिँडिरहेछौँ 15-25 गर्दै हामी धेरै अगाडि माथि आइसक्यौँ। लगभग यहाँ बोट हेर्नुहुन्छ भने मिडिकोने ट्रक टुर एन्ड ट्राभल फाइबर बुद्धको कसको छ लाली गुराँस पनि छ। अझै पनि नाइट भ्यू बार छ। बस्ने ठाउँ पिक्स छैन। अझै पनि हाम्रो जारी छ। हामी चाहिँ आइयो। हाम्रो चाहिँ आज गन्तव्य पुनिल गेस्ट हाउसमा हो। यहाँ त यस्तो मिनी मार्केट पनि छ सबै छ। हामी छ दर्शन गरौँ। मुखबाट भाफ निक्लियो। उस गरेर त धुवा फाएर त छैन त छ अझ अगाडि होला। हामी चाहिँ आइयो है फाइनली हाम्रो गेस्ट हाउस। हामीले एक्सपेक्ट पनि गरेको थिएनौँ कि यहाँसम्म आउँछौँ भनेर। फाइनली हामी आइयो। बहुत सकस भयो है। फाइनल डेस्टिनेसनमा आइयो। हाम्रो ग्रुप चाहिँ यहाँ हुनुहुन्छ सर र दाई हुनुहुन्छ त्यहाँ। ऊ त्यहाँ आमा हुनुहुन्छ। ऊ त्यहाँ अर्को दिदी हुनुहुन्छ। त्यही अर्को दाई यता पनि हुनुहुन्छ। आउनु भन्दै हुनुहुन्थ्यो। आउनु भयो यहाँसम्म गाडीमा। मानेर कट्टु पुगिरहेको हुनुहुन्छ आइडीमा यहाँ मेन्सन गरिदिन्छु। टाउकोले टेकेर हो भने हेर्नु। ओके फोन नम्बरहरू चाहिँ यहाँ छ। अब यहाँबाट धेरै टाढो छैन। अब यहीँ छ है फाइनल। थ्याङ्क यू धन्यवाद। फाइनली हम आ गए पुनिल। देखो देखो चलो चलो चलिए। हेलो काँक्रा लिएर कता?
कता ओहो हो हो यहाँ चाहिँ भर्याङ पनि रहेछ हाम्रो घरतिर नि हुन्छ जस्तै चाहिँ खाना आयो अब हामी खाना खाएर चाहिँ सक्ने त्यहाँ चाहिँ डक्टर जाँदा बोरी हुन्छ नि Mayaलाई ताकेको